स्वागत छ। आज हामी भौतिक विज्ञानको एउटा निकै चर्चित तर अलि दिमाग घुमाउने खालको सोचनीय प्रयोगबारे कुरा गर्दैछौँ। श्रोडिङ्गरको बिरालो। हामीसँग केही सामग्री पनि छ जसले यो आइडियालाई रमाइलो पारामा देखाएको छ। एउटा वैज्ञानिक र उनको बिरालो बीचको कुराकानी जस्तो। तर यसको खास कुरो के हो त? अलि गहिरिएर हेरौँ न। हो, यो क्वान्टम भौतिक शास्त्रको एकदमै आधारभूत तर निकै अनौठो पाटो हो क्या। ल यस्तो सोच्नुहोस् न, एउटा बाकस छ है, पुरै बन्द, अनि भित्र एउटा बिरालो, अनि थोरै रेडियो एक्टिभ पदार्थ, अनि त्यो पदार्थको क्षय पत्ता लगाउने के रे गिगर काउन्टर, र त्यो काउन्टर चलेपछि विष फुट्ने एउटा सानो शिशी पनि। अब प्रश्न के उठ्छ भने हामीले त्यो बाकस नखोलुन्जेल त्यो बिरालो के अवस्थामा होला त? मैले नि त्यो सामग्री हेर्दा देखे अचम्म लाग्यो कि बाकस नखोलेसम्म बिरालो एकैचोटि जीवित अनि मृत दुवै अवस्थामा हुन्छ रे। यसलाई क्वान्टम सुपरपोजिसन भन्छन् हैन? यो कसरी सम्भव हुन्छ? यो त हामीले सोच्ने भन्दा कता फरक पुरो पो भयो त। हो नि, वास्तवमा यही नै त हो क्वान्टम मेकानिक्सको सबभन्दा अनौठो दाबी। त्यो रेडियो एक्टिभ अणु छ नि, त्यो क्षय हुने र नहुने दुईटै सम्भावना एकैचोटि रहिरहन्छ। भनेपछि विष निस्कने र ननिस्कने दुवै सम्भावना भयो। त्यसैले बिरालो पनि जीवित र मृत दुवै अवस्थाको सम्भावनामा एकैचोटि रह्यो। तर यो तबसम्म मात्रै जबसम्म हामीले बाकस खोलेर हेर्दैनौँ। त्यो हेर्ने कामले नै वास्तविकतालाई एउटा निश्चित अवस्थामा, भनौँ न, लक गरिदिन्छ। अनि त्यो सामग्रीमा यो कुरो बुझाउन डाक्टर क्वान्टम र उनको बिरालो मिस्टर विस्कर्सको रमाइलो कथा पनि थियो नि हैन? बिरालोलाई त केही मतलबै छैन यो प्रयोगसँग, उल्टै खाना माग्ने, दिक्क लाग्ने अनि बाकसभित्रै सुत्दिने। सायद त्यो पात्रले क्वान्टम दुनियाँ र हाम्रो दैनिक अनुभव कति फरक छ भनेर देखाउन खोजेको हो कि। अनि सामग्रीमा बिरालोहरू दिनको 70% समय सुत्छन् भन्ने कुराले त झन रमाइलो बनायो क्या त्यो अल्छीपनलाई। हो, त्यो रमाइलो प्रस्तुतिले अलि गम्भीर विषयलाई बुझ्न सजिलो त बनायो, तर यो बिरालो प्रयोगको खास मतलब के हो भने यो साँच्चै बिरालो मार्ने वा हानि गर्ने प्रयोग त हुँदै होइन। यो त एउटा सोचनीय प्रयोग मात्र हो। यसले के देखाउँछ भने क्वान्टम तहको नियम हाम्रो ठूलो संसारको नियमभन्दा कति फरक छ, कस्तो विरोधाभास छ। त्यसो भए सबभन्दा महत्त्वपूर्ण कुरो त अवलोकन भयो होइन त? हेर्ने कामले नै वास्तविकता छुट्याउने। सामग्रीमा भनेको जस्तै जबसम्म हामी हेर्दैनौँ सबै सम्भावना खुला हुन्छन्। यो नै हो त चुरो कुरो। हो, त्यो एकदमै महत्त्वपूर्ण निष्कर्ष हो। क्वान्टम लेभलमा कुनै प्रणालीलाई नाप्नु वा हेर्नुले नै त्यसको अवस्थालाई त्यो अनिश्चितताबाट निश्चिततामा ल्याउँछ। त्यो कथामा पनि डाक्टर क्वान्टमले बाकस खोल्दा बिरालो त जीवितै भेटिन्छ, किनभने संयोगले विष निस्केको हुँदैन। तर सिद्धान्तमा चाहिँ त्यो हेर्नुभन्दा ठिक अगाडि ऊ दुवै अवस्थाको सुपरपोजिसनमा थियो। यसले त झन् ठूलो प्रश्न उठायो नि। क्वान्टम संसारको नियम यति अनौठो छ भने हामीले देख्ने भोग्ने ठूला वस्तुहरूमा ती नियम किन त्यसरी लागू हुँदैनन् त? किन हामी सुपरपोजिसनमा भएको मान्छे वा खै कुर्सी देख्दैनौँ? यो प्रयोगले त्यही विरोधाभासलाई पनि त देखाइरहेको छ हैन र? एकदम। क्वान्टम नियम कहाँसम्म लागू हुन्छ अनि हाम्रो यो क्लासिकल फिजिक्सको नियम कहाँबाट सुरु हुन्छ भन्ने कुरा नै भौतिक विज्ञानको एउटा ठूलो रहस्य हो। यो प्रयोगले त्यही सिमानाको अनौठोपनलाई झल्काउँछ। सामग्रीको अन्त्यमा रमाइलो पारामा बिरालोलाई कहिले कम नआक्नु भनेको छ नि, सायद त्यो मिस्टर विस्कर्सको चलाखीतिर सङ्केत होला। तर एकछिन सोचौँ न, यदि क्वान्टम तहमा हेराइले नै वास्तविकता तय गर्छ भने यसले हाम्रो ब्रह्माण्डको नदेखिएका ननापिएका भागहरूबारे केही भन्छ कि? वा हाम्रै जीवनका ती पलहरू जुन कसैले देखेको छैन, याद गरेको छैन, के ती पनि एक किसिमको अनिश्चित सम्भावनामा हुन्छन् त जबसम्म तिनलाई याद गरिँदैन? यो त साँच्चै गहिरो दार्शनिक प्रश्न हो। यसको ठोस जवाफ त अझै खोजिँदैछ। क्वान्टम मेकानिक्सले वास्तविकताको प्रकृतिबारे नै हामीलाई फेरि सोच्न बाध्य बनाउँछ। सायद यही विकारणीय प्रश्नमा घोत लिँदै आजलाई यही बिट मारौँ।